Hello, welcome to the another episode of MBM ICT Tech Talks. This is your host Anista Amatya. So today we have a very special guest with us, Dr. Bhojraj Ghimire. He is the head of School of Technology and the program coordinator for Master of Philosophy in ICT program at Nepal Open University. He is also an expert in the fields like data science, machine learning, project management, and in many other fields. We are so excited to have him here today to share his journey, insights, and advice with us. So let's start by getting to know him much better. Dr. Ghimire, thank you for joining us. Thank you. I'm very happy to be here. सो सर हजुरको हामीले हिजो रिसर्चहरू गऱ्यौँ हजुरको बारेमा होइन सो हजुरको चाहिँ यति धेरै एक्सपिरियन्सहरू रहेछ त अनगिन्तीयौँ एक्सपिरियन्सहरू रहेछ हजुरकोमा सो हजुरले त्यो टाइममा चाहिँ टेक्नोलोजी त्यस्तो भास्ट थिएन नि त सो हजुरले चाहिँ कसरी अहिले यतिको सक्सेसफुल हुन हजुर सफल हुनुभयो स्टार्टिङ चाहिँ म मेरो स्कुल डेजमा जान चाहेँ होइन जस्तो म चाहिँ यो कम्प्युटर साइन्समा एसएलसी त्यतिखेर अप्सनल हुन्थ्यो एसएलसीमा कम्प्युटर साइन्स दिने फर्स्ट ब्याचको विद्यार्थी हो त्यस हिसाबले मैले फाइभ क्लासदेखि कम्प्युटर सिक्ने मौका पाएँ स्कुल लेभलमा त्यो बेला वर्ड पर्फेक्ट लोटस डिभिएस 3+ भन्ने जस्ता खालका यस्ता चिजहरू गर्दै विन्डोज 3.1मा चल्थ्यौँ जिडब्ल्यु बेसिक प्रोग्रामिङहरू यो गर्दै गएको थियौँ हामी त्यहाँबाट अलिकति यो भित्र कम्प्युटर चाहिँ राम्रो चिज हो भने जस्तो खालको फिलिङ त्यतिखेर आउँथ्यो त्यहाँबाट सुरु गरियो अब तर कुरा मैले पछि आएर थाहा पाएँ हाम्रो पार्ट अफ वर्ल्डमा मात्रै पछि आएको रहेछ हामीलाई त्यस्तो लागेको रहेछ रहन चाहिँ त वर्ल्डमा धेरै अगाडिदेखि यस्ता चिजहरू भइसकेका रहेछन् पछि आएर थाहा पाएँ म पछि पनि कुरा गरौँला उसको क्रममा बट स्कुलमा नै त्यो शिक्षा पाउने मौका पाएको हुनाले अनि यो फिल्डमा जानलाई मलाई प्रेरणा मिल्यो जस्तो लाग्छ मलाई ओके सो सर हजुर अब डेटा साइन्स मसिन लर्निङ जस्तो फिल्डहरूमा हुनुहुँदो रहेछ है सो यो फिल्डमा आउनको लागि चाहिँ हजुरलाई केले मोटिभेट गर्यो होला त ओके थ्याङ्क यू यो कस्तो फेरि पनि के भन्छु भने पहिला प्रोग्रामिङ गर्दै गइयो अगाडि बढ्दै गएपछि मलाई लाग्छ 2003-04तिर एडीमा 3-4तिर चाहिँ नेपालमा भर्खरै नेपालका गभर्मेन्ट निकायहरूमा मन्त्रालयहरूतिर त्यतिखेरका जीविस गाविसहरू भनौँ न गाउँ विकास समिति नगरपालिका भनिन्थे ती ठाउँहरूमा भर्खर केही न केही चाहिँ यो एमआइएस सिस्टमहरू सुरु गर्नुपर्छ भन्ने खालको हिम सुरु भएको थियो फर्चुनेटली म त्यो बेलातिर यस्तै खालका चाहिँ कम्पनीमा काम गर्ने मौका पाएँ अनि त्यो बेलादेखि मलाई यो चाहिँ एमआइएस बल्ल चाख लाग्यो अनि त्यहाँ हुने बित्तिकै स्लोली त्यहाँ त अब डेटा किनभने त्यतिखेर गर्ने भनेको नर्मली ट्रान्जेक्सन प्रोसेसिङ गर्ने हो केही एमआइएसका एप्लिकेसन हुने हुन् भनेपछि धेरै डेटा जेनेरेट हुने ठाउँ त भइ नै हाल्यो अनि ठ्याक्कै यसैमा छिरेर यसैमा केही गर्नुपर्छ यसैमा चाहिँ केही छ कि फ्युचर भन्ने लागेको चाहिँ 2010तिर हो त्यो बेला म एउटा चाहिँ 1 वर्ष एउटा कार्यक्रमको लागि यो एआइटी एसियन इन्स्टिट्युट अफ टेक्नोलोजी थाइल्यान्डमा एउटा 1 वर्ष कार्यक्रमको लागि गएको थिएँ त्यहाँ एउटा प्रोजेक्टको लागि त्यहाँ पुगेपछि चाहिँ मैले अलिकति ठुलो संसार देखेँ यो डोमेनमा बेसिकली विभिन्न देशका प्रोफेसरहरूसँग सिक्ने मौका पाएँ अनि त्यहाँबाट मलाई यो डेटा साइन्सको इन्ट्रेस्ट चाहिँ त्यतातिरबाट लाग्न थाल्यो सर अब हजुरले अघि भन्नुभयो एमआइएस भनेर होइन सो यसको बारेबाट अलिकति डिटेलमा केही भनिदिनुहुन्छ कि यस्तो कस्तो भने अब पहिलो काम भनेको हामीले हाम्रा तथ्याङ्कहरूलाई अथवा हाम्रा इन्फर्मेसनहरूलाई डिजिटाइज गर्ने भनेको सामान्य एनालग रूपमा हस्तलिखित चिजहरूलाई म कम्प्युटरभित्र राख्छु भन्ने पाटो चाहिँ डिजिटाइजेसन भयो म त्यहाँबाट सुरु गरेँ त्यो डिजिटाइजेसन गर्ने भनेको चाहिँ कस्तो खालको कुरो भने जसलाई हामीले ट्रान्जेक्सन प्रोसेसिङ सिस्टम भनेर पढ्छौँ त्यहाँ के हुने हो भने सामान्यतया स्कुलको फी चाहिँ बिल काट्नु पर्यो अथवा कुनै काहीँ चाहिँ राजस्व तिर्नु पर्यो एउटा रिसिटलाई चाहिँ कम्प्युटरबाट काटेर दिने भनेको चाहिँ त्यो एकदमै सबभन्दा तल्लो लेभलको इन्ट्री लेभलको जुन सिस्टम हो त्यो ट्रान्जेक्सन प्रोसेसिङ सिस्टम हो अब त्यसलाई अलिकति माथि गएर त्योभन्दा एक स्टेप माथि भनेको ती इन्फर्मेसनहरूलाई प्रयोग गरेर
मेरा अफिसियल काम कारबाहीहरूमा पनि थोरै के त सहयोग गर्ने भनौँ न। अब कस्तो भने मलाई चाहिँ कुनै रिपोर्टहरू निकाल्नु पर्यो, यो महिना कसको चाहिँ पक्यौता छ कसको छैन भनेर भन्नु पर्यो, अथवा मलाई चाहिँ एउटा र अर्को सिस्टमहरू जोडिनु पर्यो, अथवा त्यहाँबाट मलाई कुनै चिठी पत्र ती अटोमेटिकली तयार गर्नु पर्यो त्यही भित्र। जस्तो फलानले तपाईँले चाहिँ यो महिनाको यति महिनाको बक्यौता नतिरेको हुनाले तपाईँले यो तिर्नु होला भने त्यही सिस्टमबाटै चिठी काट्नु पर्यो भने यस्ता खालका चिजहरू गर्नु पर्यो। त्यो एक स्टेप माथि भयो, त्यसलाई म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम भनियो। त्योभन्दा माथि डिएसएस इएसएस अरू हायरार्की त छँदैछन्, तैपनि त्यो एमआइएस भनेको चाहिँ त्यो लेयर हो जहाँ चाहिँ हामी यो डिजिटलाइजेसनको सुरुवाती बिन्दु पनि हो त्यो। सो हजुर अब यति धेरै एक्सपिरियन्स भइसकेको मान्छे हुनुहुन्छ होइन, सो फेलियर पनि त भयो होला नि त हजुरलाई, कति ठाउँमा म यो सक्दिनँ होला कि अब के गर्ने हो त्यस्तो खालको टाइममा चाहिँ हजुरले के गर्नुभयो होला? यस्तो फेलर इज गुड थिङ फर सो मेनी थिङ्स होइन। अब फेलर त मैले अहिलेसम्म 4-5वटा कम्पनीलाई चाहिँ ध्वस्त बनाएँ होला होइन। सो आफैले सुरु गरेँ, ती काम गरेँ, द्याट डिजन्ट वर्क, अनि त्यसपछि त्यो छोडेँ अर्को गरेँ। त्यस्ता खालका त प्रशस्तै फेलरहरू भएका छन्। एज एन एन्टरप्रेनर चाहिँ त्यस्ता फेलरहरू भए। गर्न सक्ने नसक्ने भनेको चाहिँ के भने जे मैले भित्रदेखि गर्छु भनेर लागेको छ त्यो चाहिँ गर्न सकिँदो रहेछ। त्योभन्दा गर्छु भन्ने लागेन अथवा इन्ट्रेस्ट छैन यसमा, म यसमा काम गर्ने होइन भने त्यो बाटै नगइदिने। त्यो भएपछि त्यो फेलरको फिलिङै हुँदैन कि। तर च्यालेन्ज अब मैले यो गर्छु भनेको ठाउँमा त हुने भनेको च्यालेन्ज हो, फेलर होइन। च्यालेन्ज त एक्सेप्ट गर्ने, अगाडि बढ्ने हो। अनि त्यो टाइममा चाहिँ हजुरलाई कहिले मेरो यो करियरै होइन रहेछ बदलिदिउँ कि क्या हो भन्ने खालको चाहिँ हजुरलाई सोचा थियो कि थिएन त्यो टाइममा? ए ल फेलर कुरा गरेँ ल। ओके, द्याट्स अ नाइस क्याच। मलाई पहिला के लागेको थियो नि, नाइस क्याच। ल यो पनि इन्ट्रेस्टिङ कुरा छ भन्छु म। सायद मैले पब्लिकली भनेको छैन होला, मेरो क्लोज सर्कललाई थाहा छ त्यति हो। मलाई पहिला चाहिँ सिभिल इन्जिनियर बन्नु मन थियो एकदम। मलाई आइसी पढेपछि म सिभिल इन्जिनियर बन्छु भने जस्तो लाग्थ्यो मलाई सुरुमा। अनि पुल्चोकमा गएर इन्ट्रान्स दिएँ। अब मलाई मेरो नाम चाहिँ स्कलरसिपमा निस्किएन। अनि म अलिअलि जान्ने नै हो कि जस्तो फिलिङ हुन्थ्यो पहिला। अनि के भयो भने म भन्दा यो त त्यति जान्दैन होला, यसले त मेरो नोट पढ्या हो अथवा यसलाई त मैले सिकाउँथेँ क्लासमा भन्या साथीहरूको नाम निस्क्यो स्कलरसिपमा। अनि मलाई त्यो पैसा तिरेर त्यो बेला कति 2.5-3 लाख रुपियाँ पर्थ्यो। मेरो साथी चाहिँ त्यहाँ सित्तैमा पढ्ने अथवा एकदम सामान्य कति 44,000 कतिमा इन्जिनियरिङ सकिन्थ्यो। अनि म चाहिँ 2.5 लाख 3 लाख तिरेर किन पढ्ने, म पढ्दिनँ यस्तो भन्ने भयो। मेरो फेलर पनि हो त्यो। अनि त्यसपछि मैले त्यो मेरो होल आइडिया स्विच गरेँ र अनि म चाहिँ होइन यो कम्प्युटर पढ्छु भनेर नि ब्याचलर्समा मैले नि कम्प्युटर साइन्सतिर जम्प गरेर अगाडि बढेको। सो यसरी कहीँ कतै मेबी म त्यहीँ गर्छु त्यहीँ अगाडि बढ्छु भनेर सायद म 2-4 वर्ष कुरो नि त्यहीँ जान्थेँ होला। हुनसक्छ के भने मलाई त्योभन्दा यो फिल्ड चाहिँ रहेछ क्यारे मलाई भित्रदेखि, त्यो भएर मैले त्यो चिज फेरेँ र स्विच गरेर यो फिल्डमा आएँ। त्यस्ता खालका चिज पनि हुन्छन् हुन चाहिँ। हजुर भनेपछि अहिले नेपाल ओपन युनिभर्सिटीमा काम गरिरहनु भएको छ एज अ प्रोफेसर है सर? अनि हजुरलाई चाहिँ त्यो यो भनेको त अनलाइन बेस्ड होइन यो हो नि त होइन? अनि त्यसमा चाहिँ अब हजुर कतिको मान्यता छ छैन यसको भन्ने कुरा चाहिँ के बुझ्छौँ भने नेपाल ओपन युनिभर्सिटी, नेपाल खुला विश्वविद्यालय भनेको नेपाल सरकारको स्वामित्वमा रहेको संसदमा नै नेपाल खुला विश्वविद्यालय ऐन भनेर त्यो ऐन पारित गरेर ऐनबाट इस्टाब्लिस्ड पब्लिक युनिभर्सिटी हो। जसरी त्रिभुवन विश्वविद्यालय हो, जसरी चाहिँ पोखरा विश्वविद्यालय हो, त्यसै गरी नेपाल खुला विश्वविद्यालय पनि अर्को एउटा विश्वविद्यालय हो जुन चाहिँ सरकारी विश्वविद्यालय हो। फेरि पनि त्यो भएर मान्यताको त कुनै प्रश्न नै भएन। खालि यसको के हो भने नेपालमा चाहेर पनि विभिन्न दूर दराजमा रहेर बस्नु परेका चाहिँ कर्मचारीहरू, विद्यार्थीहरू अथवा चाहिँ मौका नपाएका एस्पायरिङ विद्यार्थीहरूलाई शिक्षाबाट चाहिँ वञ्चित हुन नपरोस् भनेर विधि जुन टिचिङ लर्निङको विधि चाहिँ अनलाइन गराइएर खोलेको विश्वविद्यालय भयो। त्यसो हुँदाखेरि खालि मोड मात्रै परिवर्तन हो, विश्वविद्यालय एसको कुनै मान्यतामा त कुनै समस्या भएन। सर अनि यसले चाहिँ युथ्सहरूलाई चाहिँ होइन अब कसरी आफ्नो स्किल्सहरू डेभलप गर्नलाई हेल्प गरिरहेछ त के कस्तो हो? ओके, अहिलेसम्म चाहिँ यसका दुईटा पक्ष छन् ल। एउटा चाहिँ यसले
सामान्य अरू विश्वविद्यालयले जसरी पढाउँछ त्यसरी पढाउने एउटा लाइन त्यो, जसरी हामी कहाँ ब्याचलर्सदेखि पिएचडीसम्मका करिब करिब 30वटा कोर्सहरू छन्। विभिन्न ब्याचलर्सका पनि छन्, मास्टर्सका पनि छन्, पिएचडी एमफिलका पनि छन्, पिएचडीका पनि छन्, ह्युमेनिटिजमा, साइन्समा, एजुकेसनमा, लमा, म्यानेजमेन्टमा, सबै खालका विषयमा छन्। यो एउटा लाइन भयो जुन अरू विश्वविद्यालयले पनि गरिरहेछन्, हामी पनि गरिरहेछौँ। योभन्दा थप यो विश्वविद्यालय म्यान्डेट चाहिँ अरू केही पनि छ भने, जुन चाहिँ कार्यान्वयनमा अझै आइसकेको छैन भन्छु म, केही छन्। म्यान्डेट चाहिँ के पनि छ भने यसले विभिन्न सर्ट कोर्सहरू पढाउने, सर्ट क्रेडेन्सियलहरू प्रोभाइड गर्ने, इभन कस्तोसम्म गर्न सक्छ यसको चाहिँ म्यान्डेटमा हेऱ्यो भने, जस्तो एकजना राम्रो मूर्तिकारलाई मूर्ति कुन्न आउँछ तर सर्टिफिकेट छैन भने उहाँको मूर्ति कुन्ने कलालाई पनि पहिचान गरेर त्यसमा रहेका केही थ्योरिटिकल एस्पेक्टहरू पढाइदिएर त्यसको जाँच लिएर उहाँलाई पनि सर्टिफाई गर्न सक्ने सम्मको म्यान्डेट छ कि म्यान्डेट चाहिँ। त्यो भएको हुनाले यो पाटोमा अझै काम गर्न बाँकी छ, तर यो खुला विश्वविद्यालयको स्थापना चाहिँ यो काम पनि गर्नको लागि भनेर भनिएको हो। ए हजुर, राम्रै हो त्यो कुरा होइन। सो अब एआईको बारेबाट कुरा गरौँ है सर। सो एआईको हजुर चाहिँ भविष्य देख्दाखेरि चाहिँ कस्तो देख्नुहुन्छ होला? अब फ्युचरमा के कसो होला? एआईले गर्दाखेरि मानिसहरूले आफ्नो जबै लुज गर्नुपर्ने खालको हुन्छ कि हुँदैन? के हुन्छ होला त्यो टाइम? यस्तो हो, एआई हामीले आज आएर एकदमै एआई भर्खर जन्मिया हो कि जस्तो गरिरहेको छौँ कि अहिले। मलाई अलि अचम्म पनि लागिरहेको छ, यहाँ यो विगत 4-5 वर्षदेखि चाहिँ एआईको एकदमै धेरै चर्चा भएको छ। यसरी त चर्चा भएको छ कि अहिलेका यङ मान्छेहरूलाई त एआई त पहिला छँदै थिएन, भर्खरै आएको भन्ने फिल भइरहेको छ। म अलिकति ब्याकमा हिस्ट्रीमा लग्नु, अब तपाईँहरूले पढ्नु पनि भयो होला कम्प्युटर साइन्सको विद्यार्थीहरूले। यो एलन ट्युरिङको ट्युरिङ टेस्ट त 1950s मा 49-50 तिर आएको चिज हो नि होइन, जसमा के भनिएको थियो भने ट्युरिङ टेस्टमा ल है कसैले चाहिँ बन्द कोठाबाट उताबाट केही रिप्लाई दियो भने त्यो रिप्लाई दिने मान्छे चाहिँ एकातिर मान्छे एकातिर मसिनले रिप्लाई गर्यो भने त्यो मसिन हो कि मान्छे हो चिन्न सकेन भने त्यो चाहिँ एउटा मसिन हो भनेर एउटा ट्युरिङ टेस्ट भनेर त्यतिखेर सुरु भएको थियो। भनेपछि त्यो एआई त 1950s मै भइसकेको रहेछ, त्यहाँदेखि सुरु भएको चिज हो। 1960s तिर त एआईको धेरै राम्रो प्रगति पनि भइसकेको थियो। 90s मा आएर जुन स्ट्याटिस्टिकल मसिन लर्निङका मोडलहरू आए 1990s तिर, पछि हेर्दाखेरि 2000 तिर त हामीले डिप लर्निङहरू आइसकेका थियो है, त्यतिखेर डिप लर्निङ चाहिँ मेथड्सहरू आइसकेको थियो। अब हामीले 2009-10 तिर त मसिन लर्निङका अब हामीले भनौँ नेपालीहरूले पनि हामी जस्तै मान्छेहरूले पनि प्रयोग गर्न थालिसकेका थियौँ। त्योभन्दा अगाडि नै मैले अझ अर्को एउटा तपाईँलाई प्रसङ्ग बताएँ। एकजना सर हुनुहुन्छ, मैले नेपालबाट एआईमै सबभन्दा पहिला पिएचडी गरेको जस्तो लाग्छ मलाई हेर्दा, आधिकारिक नभए पनि एटलिस्ट मैले चिन्ने सर्कलमा चाहिँ डाक्टर सुरेश मानन्दर एकजना चाहिँ विज्ञ हुनुहुन्छ। उहाँले 1994-95 मा त एआईमा पिएचडी गरिसक्नु भएको थियो कि युकेबाट। भनेपछि ओके, यो चाहिँ भयो यसको हाम्रो यो जर्नीको कुरा के। यो भएको हिसाबले एआईलाई अब के हो, खतमै पार्छ कि के हो कि भन्ने कुरा हेऱ्यो भने त हामी 50 वर्ष 60-70 वर्षदेखि त एआईको त डेभलपमेन्ट भइरहेको रहेछ। अहिले यतिखेर आएर यो 20s तिर हो नि यो लार्ज ल्याङ्ग्वेज मोडल एलएलएम भनेर हो। जब यो एलएलएम आयो 1920 को हाराहारी आजभन्दा 4-5 वर्ष अगाडि, अनि बल्ल ओहो एआई त बुम भयो, एआई चाहिँ बल्ल आयो भने जस्तो आयो कि, अलिअलि ठुलो हल्ला अहिले मचायो। अनि त्यसपछि च्याट जिपिटी अन्य अब अहिले त डिपसिक यो हरेक 1-1.5 महिनामा केही न केही आइरहेको छ होइन। सर अनि एउटा मैले प्रश्न गर्न चाहे, यो च्याट जिपिटीको युज चाहिँ हजुरलाई त्यो राम्रो हो जस्तो लाग्छ कि नराम्रो हो जस्तो लाग्छ? कस्तो तरिकाले इम्प्याक्ट पारिरहेछ जस्तो लाग्छ? के छ यो यसको च्याट जिपिटीको युजले चाहिँ विकृति फैलाइरहेको हो कि के जस्तो लाग्छ सर हजुरलाई? हुन्छ, म त्यहाँ आउँछु, अघिको अलिकति बाँकी छ। जस्तो हामीले यसरी हेर्दाखेरि एआईको डेभलपमेन्ट कन्टिन्यू भइरहेको छ। कुनै एउटा पोइन्टमा अलि माथि गएको छ, अलिकति पिकमा गएको छ, कहिले फेरि अलि झरेर नर्मलमा भइरहेको छ र एक किसिमको प्रोग्रेसिभ पाथ चाहिँ लास्ट 60-70 इयर्सदेखि अगाडि बढिरहेको देख्छु म होइन। अब पछिल्लो समय आएर हामीलाई के भयो भने एआई प्रयोग भएर जुन चाहिँ यो लार्ज ल्याङ्ग्वेजमा भनेको एकदम नेचुरल ल्याङ्ग्वेजलाई पर्सिभ गरेर त्यही तरिकाले
चाहिँ हामीलाई विभिन्न जेनेरेटिभ कन्टेन्टहरू दिने जुन बेला आयो यो 20s तिर अनि यो बुम भयो धेरैतिर लाग्यो नर्मली धेरैतिर यो फैलियो एकैचोटि होइन अब यसका कुनै पनि टेक्नोलोजीका भनौँ न कुनै पनि चिजका पोजिटिभ र नेगेटिभ दुईटा एस्पेक्ट हुन्छन् नै जुनका पनि हुन्छन् होइन अब त्यो बम बनाउँदाखेरि त्यसको चाहिँ डिस्ट्रक्टिभ कन्सेप्ट सोचेर बनाएको होइन कन्स्ट्रक्टिभ कन्सेप्टले सोचेको हो नि त त्यो बमलाई मैले चाहिँ बाटो बनाउन कहीँ पहिरो भत्काउनलाई प्रयोग गर्छु कि अब अरू कुनै ठाउँमा चाहिँ मानवीय डिस्ट्रक्सनलाई प्रयोग गर्छु भन्ने कुरा हो भनेपछि एआईकै पनि अब एआईमै अहिले आउँदाखेरि पनि एआईलाई हार्नेस गरेर प्रशस्तै कन्स्ट्रक्टिभ ठाउँमा काम गर्न सक्ने स्कोपहरू प्रशस्तै नै छँदैछ होइन त्यो पाटो छँदैछ त्यसो हुँदाहुँदै पनि केही अहिले तपाईँले भने जस्तै यो जुन केही विकृतिहरू पनि छन् कि भन्दा छन् हामीले एआईलाई बुझ्दै नबुझी होइन एआईलाई बुझ्दै नबुझी म चाहिँ त्यत्तिकै प्रयोग गर्छु भन्यो भने यसको डिस्ट्रक्टिभ साधारण उदाहरण म एआईमै पनि जान्न म चाहिँ मलाई टाउको पनि दुख्यो अलिकति भमिट आउला जस्तो पनि छ मेरो यहाँ गर्दनमा पनि दुखिया छ मलाई के भएको होला भनेर मैले गुगललाई सोधेर गुगलले यस्तो यस्तो भएको होला भनेर केही चिज प्रेस्क्राइब गर्दै त्यसको आधारमा मैले मेडिसिन खाएँ भने मैले जान्न मैले बिगारेँ तर एकजना फिजिसियनले त्यही खालको कन्टेन्टलाई चाहिँ गुगलमा सर्च गरेर केही रिकमेन्ड गर्ने हो भने त फिजिसियनलाई त्यसलाई हेल्पफुल भयो नि त ठ्याक्कै यो एआई पनि मलाई कुनै बारेमा जानकारी छ एआई नभनौँ अझ जेनेरेटिभ एआई अहिले जुन चाहिँ यो च्याट जिपिटी हो तपाईँले सोध्नुभयो त्यसमा गएँ मलाई कुनै कुराको जानकारी छ त्यसको नलेज छ मलाई तर म त्यसलाई अझै तिखार्न चाहन्छु अझै मेरो काममा त्यसलाई चाहिँ अलिकति बेटरसँग प्रयोग गर्न चाहन्छु भन्ने भयो भने चाहिँ अनि त्यो च्याट जिपिटीले हामीलाई सहयोग पुर्याउने भयो तर एकदम ब्ल्याङ्क नलेजमा च्याट जिपिटी प्रयोग गरेर केही गर्छु भन्यो भने चाहिँ त्यो चाहिँ नराम्रो हुनसक्छ त्यसले चाहिँ हामीलाई अलिकति नराम्रो ठाउँमा लगेर फसाउन सक्छ हजुर सो अब हाम्रो त्यो एआईको कुराहरू पनि गऱ्यौँ होइन सर अब हामी अब के भन्नलाई भने यहाँ नेपालमा अब कति धेरै भयो त्यो एआईको युजहरू पनि कति धेरै भइसकिसक्यो होइन अनि नेपालमा त्यही अनुसार विकास भइरहेको छैन क्या अब त्यसको लागि अब अझै युवाहरू आफ्नो देश छोडेर बाहिर जान बाध्य भइरहेका छन् जब अपर्च्युनिटिजहरूको लागि सो यो समस्यालाई चाहिँ हामीले कसरी समाधान गर्न सकिन्छ होला सर यस्तो एआईसँगै जोडेर मात्रै बाहिर गए कि भित्र गए भन्नुभन्दा पनि कहाँ हो भने एआईको प्रयोग अहिले हामीले देशभित्रकै कुरा गर्नु पर्दाखेरि एकदम व्यापक रूपमा एआईको धेरै प्रयोग भएको छ त मलाई अझै देख्दिनँ एकदमै धेरै एआईको प्रयोग भएको छ अथवा प्रयोग चाहिँ भयो अनि त्यो डेभलपमेन्ट चाहिँ भएन भने बाहिर भन्ने खालको पाटो भन्नुभन्दा पनि कस्तो भने नेपालबाट नेपालमा अपर्च्युनिटीहरू कम देखेर बाहिर गइयो भन्ने खालको एक खालको चाहिँ माइग्रेसन त्यो खालको छ अर्को भनेको अपर्च्युनिटी बाहेकका पनि अरू चिजहरू यो क्वालिटी अफ लाइफ भन्ने धेरै कुराहरूले अथवा कतिपय चाहिँ व्हिमका आधारमा त्यो गयो भन्दै जाने पनि अर्को पक्ष छ तर मलाई जानी नजानी भन्दा पनि बाहिर गएर चाहिँ के गर्ने भन्ने महत्त्वपूर्ण जस्तो लाग्छ कि जस्तो कि मैले बाहिर जाने ठिक छ बाहिर गएर मैले के काम गर्छु अथवा बाहिर म के गर्न जाने बाहिर म केही चाहिँ यो मेन्टल वर्क गर्न जाने अथवा अलिकति बौद्धिक खालको चाहिँ काम गर्न जाने हो भने मसँग स्किल चाहिन्छ स्किल लिएर जानुपर्छ होइन फिजिकल काम गर्ने हो भने त त्यो अलग बाटो हो सर अनि अहिले यस्तो ट्रेन्डै जस्तो भएको छ नि त जसलाई पनि सोधेपछि 12 पछि ब्याचलरपछि के गर्ने त भन्दाखेरि खालि बाहिरै जाने भन्ने भन्छन् सो यो चाहिँ किन त्यस्तो भएको होला सर अहिले यस्तो यो अहिलेको माइन्डसेट के छ भने हामीलाई हाम्रो अहिलेको जेनेरेसनको माइन्डसेट भनेको चाहिँ एकदमै चाँडो क्विक चाहिएको छ मलाई जागिर क्विक चाहिएको छ पैसा क्विक कमाउनु परेको छ एकदम चाँडै धनी हुनु परेको छ अथवा बजारमा जे पाए त्यो तुरुन्तै एडप्ट गरिराख्नु परेको छ होइन जस्तो जे पनि त्यो यति सिम्पल कि जुत्ता चाहिँ कति चाँडो फेर्ने भन्ने कुरा चाहिँ बजारमा कति चाँडो नयाँ भर्जन आयो मोबाइल कहिले फेर्ने भन्दा मोबाइल कति अर्को भर्जन कति चाँडो आयो भन्नेले डिटरमाइन गर्न थाल्यो नि त भनेपछि अब हामीले
यो बाहिर जाने भन्ने कुरा चाहिँ बाहिरका यो इन्टरनेटको एक्सेसबाट यो चिजहरू आएको देख्न थाल्यौँ। आएकोदेखि अब मलाई त्यो फ्यान्टासी वर्ल्ड बन्न थाल्यो त्यो पाटो त्यो त्यसमा आफूलाई राख्न थालियो। त्यहाँ गएपछि त्यो प्राप्त हुन्छ भन्ने फिलिङ आएर मान्छेहरू चाहिँ त्यो म छोड्छु जान्छु त्यहाँ दामी छ भन्ने खालको पाटोले चाहिँ अलिकति बढी तान्यो भएको चाहिँ त्यो हो। तर अब कहाँनिर चाहिँ हामी अलिकति सजग हुन जरुरी छ भने सस्टेन तरिकाले अगाडि बढ्नुपर्छ। अनि त्यहाँबाट मेरो स्किल बिना चाहिँ म जहाँ गए पनि मलाई रेकग्नाइज गर्नु मेरो स्किलबाट हो है भन्ने कुरो फिल गर्नु पर्यो अहिलेको पुस्ताले। र अलिकति धैर्यता मेन्टेन गर्नु पर्यो किनभने अनइम्प्लोइमेन्ट त युएसमै छ नि त। अनइम्प्लोइमेन्ट त युएसमा पनि छ, युकेमा पनि छ, क्यानाडा पनि छ, अस्ट्रेलियामा पनि छ, जहाँ गए पनि बेरोजगारी त्यहाँ पनि छ। अनि रोजगारी कसले पाएका छन् जसको ठाउँमा स्किल छ। स्किल नभए मान्छे त्यहाँ पनि बेकारै हो। त्यो भएको हुनाले स्किल डेभलपमेन्टमा चाहिँ धेरै काम गर्नुपर्छ। अनि बाहिर जाने नजाने भनेको चाहिँ अलिकति मान्छेको पर्सनल चोइसको कुरा होला होइन। तर पनि मैले चाहिँ के देख्छु भने फर लट अफ रिजन अन्डरग्रेड नसकिकन बाहिर चाहिँ जानु हुँदैन भन्छु म। अब त्यसो त नगएको राम्रो, तर जाने हो भने पनि अन्डरग्रेड चाहिँ सकाएर जानुपर्छ र त्यो सँगसँगै स्किल सेट पनि लिएर जानुपर्छ भन्ने मेरो हो। सर अनि यो गभर्मेन्ट अनि अरू प्राइभेट सेक्टर्सहरूले चाहिँ मिलेर युथ्सहरूलाई नेपालमै रोक्नको लागि चाहिँ के कस्ता स्टेप्सहरू लिन आवश्यक छ होला सर? गभर्मेन्टको काम इनेबलिङ इन्भाइरोमेन्ट बनाउने हो। जस्तो इनेबलिङ इन्भाइरोमेन्टको जस्तो मानौँ रोजगारीको अवसर दिलाउन सक्ने, मान्छेहरूलाई चाहिँ राम्रो त्यो टेक्निकल अथवा भोकेसनल ट्रेनिङ्सहरू चाहिँ लिन सक्ने वातावरण होइन। त्यसपछि पोलिटिकल स्टेबिलिटी, पोलिसीगत रूपमा चाहिँ विभिन्न चाहिँ यो प्राइभेट कम्पनीहरूलाई सहयोग हुने खालका पोलिसीगत एरेन्जमेन्टहरू गरिदिने र एक खालको इनेबलिङ इन्भाइरोमेन्ट बनाइदिने र प्राइभेट कम्पनीजहरूले चाहिँ अपर्च्युनिटिजहरू ओपन गर्ने होइन। तर त्यो त्यति भइसकेपछि अनि ओभरअल जस्तो त्यो चाहिँ फेरि देशको के त अन्य डेभलपमेन्ट इन्डेक्समा पनि जोडिन्छ। किनभने आइटी अथवा आइसिटी अहिले जुन जे भनिरहेको छौँ अब त्यहाँ फोकस गरेर जाने भने त सबै चिज त त्यसको लागि होइन नि त। आइटी आइसिटी त अरू फिल्डलाई सहयोग गर्ने फिल्ड हो नि त। त्यसो भएको हुनाले पनि अरू फिल्ड जसरी माथि बढ्यो, जति अरू फिल्ड चाहिँ राम्रो डेभलप भयो त्यति हाम्रो यो आइटी आइसिटीका मान्छेहरू चाहिँ यहाँ कन्ज्युम हुने प्रोबेबिलिटी बढ्यो कि। सर अनि यस्तो नि त के अरे अब कतिपय मान्छेहरूलाई चाहिँ टेक इन्डस्ट्रीमा एकदमै इन्ट्रेस्ट छ होइन, तर उनीहरू चाहिँ कहाँबाट सुरु गर्ने के गर्ने भन्नेमा अलिक कन्फ्युज देखिन्छन्। सो कसरी चाहिँ के एडभाइस दिन चाहनुहुन्छ हजुर अब यसको लागि चाहिँ? गुड। यो चाहिँ के भने जस्तो हाम्रो ब्याचलर्स पढ्ने बेला जुन हो न बेसिकली अन्डरग्रेड गर्ने बेलामा सबैभन्दा बढी फ्री सबैभन्दा बढी आफ्नो समय हुने भनेको यो 4 वर्षको ड्युरेसन भन्छु म। यो 4 वर्षको ड्युरेसनमा हामीले एजुकेसन लिने एउटा पाटो त छँदैछ, यही बिचमा प्यारलली हामीले स्किल सेटहरू डेभलप गर्नुपर्छ। स्किल सेट भनेको जस्तो अब यदि आइटीका कुरा गर्ने हो भने आज हामी करिब त्यसकै सेरोफेरो छौँ, त्यो भएर म आइटी आइसिटीकै कुरा गर्छु। यदि यतातिर हुने हो भने चाहिँ एउटा एकदमै महत्त्वपूर्ण भनेको लजिकल रिजनिङ। यो मलाई प्रोग्रामिङ भन्दा नि सबभन्दा पहिला लजिकल रिजनिङ जुन लजिकल माइन्डसेट, क्वेसनिङ माइन्डसेट र त्यो कसरी आयो के भयो यो कसरी गर्छ जुन यो खालको हाम्रो यो डिसिसिभ क्यालकुलेटिभ माइन्डसेट हुन्छ नि, यो पहिलो सर्त हो। यो बनाउनु पर्यो नम्बर 1। अनि यसपछि अब के भने क्लासमा पढ्दै जाँदाखेरि चाहिँ 8वटा सेमेस्टरमा 30-35वटा सब्जेक्ट त पढिन्छ। त्यो विभिन्न त्यसका चाहिँ फन्डामेन्टल कोर्सहरू, फन्डामेन्टल नलेज लिने ठाउँ हो, त्यो लिइन्छ। तर त्योभन्दा बाहिर बसेर हामीसँग जुन 4 वर्षको समय छ त्यो 4 वर्षको समयमा अब मलाई के त भन्दाखेरि एकदम हार्ड स्किल्सहरू डेभलप गर्नु पर्यो। त्यही बिचमा नै हार्ड स्किल्सहरू अघि मैले सफ्ट स्किलको अलिकति के अरे यो एनालिटिकल कुरा गरेँ, त्यसपछि हार्ड स्किल डेभलप गर्नु पर्यो। हार्ड स्किल भनेको अब म प्रोग्रामिङ गर्ने प्रोग्रामिङ गर्नु पर्यो, डिजाइनिङ गर्नु युआईएक्सतिर लाग्नु पर्यो, मेरो आफ्नो जेतिर जान खोजेको त्यो सम्बन्धी के त अब हार्ड स्किल्सहरू अन गर्नु पर्यो ड्युरिङ माई एजुकेसन इट्ससेल्फ नै होइन। अनि त्यसपछि तेस्रो एकदम महत्त्वपूर्ण, यी तिनटै पहिलो दोस्रो भन्दा पनि यी तिनटै उत्तिकै प्रायोरिटीका विषय हुन्। अनि तेस्रो भनेको सफ्ट स्किल, बेसिकली कम्युनिकेसन रिलेटेड स्किल्सहरू चाहिँ यो इन्टरपर्सनल स्किल्सहरू, यो तीनवटा चिज चाहिँ बाई द टाइम यु ग्रेजुएट along with your formal certificate and transcript you should have these 3 credentials along with you भन्ने लाग्छ। त्यति भयो भने कहीँ केही स्ट्रगलै गर्नु पर्दैन।
सर हजुरले अब स्किल भन्नुभयो मैले यहाँनिर टेक्निकल स्किलको कुराहरू जोडेँ होइन सो हामी अब इन्टर्नसिप खोज्न जाँदाखेरि चाहिँ वहाँनिर चाहिँ के हुन्छ त्यहाँनिर चाहिँ के हुन्छ भन्दाखेरि अलिक कि धेरै नै स्किल भएको विद्यार्थीहरूलाई चुज गर्नुहुन्छ कि त एक्सपिरियन्स खोज्नुहुन्छ क्या अब यो नर्मल अब हामी जस्तै नर्मल स्किल भएकाहरूलाई चाहिँ अलिकति अप्ठ्यारो पार्यो नि त यो कुराले सो कसरी यसलाई चाहिँ हामीले अरूलाई चाहिँ कसरी अवसर दिन सकिन्छ भन्ने कुरा भेरी गुड यो यस्तो के एउटा चाहिँ इन्टर्नसिपमा एक्सपिरियन्स खोजिनु हुँदैन किनभने इन्टर्नसिप भनेकै एक्सपिरियन्स लिन जाने ठाउँ हो होइन त्यो भएर अरू कुनै एक्सपिरियन्स हुन जरुरी छैन तर के चाहिँ हुन जरुरी हो भने डु यु ह्याभ द स्किल सेट विथ यु अर नट चाहिँ इम्पोर्टेन्ट छ किनभने मैले एकजना इन्टर्न राखेँ भने होइन एकजना इन्टर्न मैले राखेर त्यो इन्टर्नलाई मैले 1 रुपियाँ पनि दिइनँ भने पनि मैले मेरो जुन कस्ट टु कम्पनी अथवा उसको लागि मैले चाहिँ उसलाई एउटा बस्ने ठाउँ दिनु पर्ला ल मसिन आफ्नै लिएर आऊ भन्नुलाई केही छैन उसलाई खाने पानी उसलाई त्यो के भन्छ इन्टरनेट उसलाई चाहिँ बिजुली उसको त्यो जुन बस्ने एउटा स्पेस अनि उसलाई बेला बेलामा चाहिँ कोच गर्ने मेन्टर्स यो सबै क्यालकुलेट गरेर सामान्य खालको अब जति महँगो अर्गनाइजेसन भयो त्यति नै बढी कस्ट लाग्छ तर सामान्य खालको अर्गनाइजेसनमा पनि मैले एकजना इन्टर्नलाई होस्ट गर्नु पर्यो भने मलाई मासिक चाहिँ 30,000 जति खर्च लाग्छ क्या एउटा इन्टर्नलाई के पनि गर्ने अरू भने पनि अब 30,000 रुपियाँ मैले खर्च गरेर कोही इन्टर्नलाई त्यत्तिकै होस्ट किन गर्ने त एज अ कम्पनीको ओनर भनौँ न एकछिनलाई भने उसँग एउटा स्वार्थ हुन्छ सामान्यतः एउटा स्वार्थ के हुन्छ भने मैले 5 जना 7 जना 10 जना इन्टर्न होस्ट गरेँ भने त्यो मध्येबाट 2 जना 3 जना चाहिँ कम्तीमा भोलिका दिनमा मैले यही उनलाई रिटेन गर्न सकौँ र मेरो काममा प्रोडक्टिभिटी बढाउँ हायरिङ कस्ट घटाउँ अथवा त्यो बिचमा मेरो आफ्ना कम्पनी कल्चर पनि सिकाउँ भन्ने एउटा स्वार्थ हुन्छ अनि त्यो गर्दाखेरि हामीले त्यो कम्पनीमा छिर्दाखेरि कम्तीमा पनि ल है मलाई यो आउँछ यति स्किल सेट छ मैले एक्सपिरियन्स भनिरहेको छु नि मेरो स्किल सेट चाहिँ यति छ भनेर मैले प्रमाणित गर्न सकिनँ मैले देखाउन सकिनँ भने देन कम्पनी विल नट बी मच इन्ट्रेस्टेड विथ यु के त्यो भएर यो स्किल सेट मैले अघि भने स्किल सेट चाहिँ लिएर अनि कम्पनीलाई नक गर्न जानुपर्छ सर अनि अहिलेको जेनेरेसनमा चाहिँ कुन चाहिँ टेक्निकल स्किल चाहिँ सिक्न एकदमै जरुरी छ फ्युचर ग्रोथको लागि अब टेक्निकल स्किल भन्नाले अब केही प्रोग्रामिङ भन्न खोजिएको प्रोग्रामिङ अझै भयो भने लाइक धेरै भन्दा चाहिँ प्रोग्रामिङ ल्याङ्ग्वेजहरू चाहिँ मेनली चाहिँ कुन सिक्दाखेरि चाहिँ अलिक फ्युचर ग्रोथमा पनि अलिक वेल यस्तरी सुरु गरौँ ल पहिला चाहिँ यहाँ फेरि अर्को के कन्फ्युजन छ भने हामीलाई त्यसरी सिकाइकन त्यसरी ग्रुपमा पनि त्यसरी गराइन्छ कि कस्तो गराइन्छ भने यो कम्प्युटर साइन्सका विद्यार्थीहरू भनेको चाहिँ अल्टिमेटली प्रोग्रामरै बन्नुपर्ने हो डेभलपरै बन्नुपर्ने हो ती चाहिँ फर्स्ट क्लासका सिटिजन हुन् त्योभन्दा बाहेकका चाहिँ खासै काम लाग्ने होइनन् भने जस्तो खालको चाहिँ एउटा एक किसिमको भाष्य एक किसिमको चाहिँ बनाइएको छ कि द्याट इज रङ सबभन्दा पहिला त्यो तोड्नु जरुरी छ है नम्बर 1 नम्बर 2 अनि अर्को भनेको हामीले के गर्नु पर्यो भने पहिला म के बन्ने हो भन्नेले मेरो स्किल अथवा तिमी अघि भनेको चाहिँ टेक्निकल स्किल त्यसले डिटरमाइन गर्छ क्या जस्तो म चाहिँ क्वालिटी कन्ट्रोल क्वालिटी एस्युरेन्समा जान्छु भने के त म चाहिँ यो अटोमेसनतिर जानु पर्यो क्युसी अटोमेटेड क्युसीतिर जानु पर्यो सेल नेमहरू सिक्नु पर्यो त्यसका अरू धेरै चाहिँ पाटाहरू छन् त्यतिर जानु पर्ला होइन म चाहिँ भोलि बिहान युआई युएक्स इन्जिनियर अथवा डिजाइनिङ अथवा चाहिँ एप्लिकेसन डेभलपमेन्टको जुन त्यो अरू सोसल इन्जिनियरिङ यतातिर जान्छु भन्यो भने अब के अन्त त ह्युमन कम्प्युटर इन्ट्रेक्सन युआई युएक्सका स्किल सेटहरू त्यता हार्नेस गर्न थाल्नु इभन स्मल डिजाइनिङबाटै सुरु गर्नु पर्ला नि त त्यसको लागि त केही न केही चाहिँ टुल्सहरू सिक्नु पर्ला त्यतैका होइन अब मैले स्पेसिफिक टुलको नाम लिनँ अनि त्यो अर्को पाटो होला होइन म चाहिँ अब त्यसो गर्दिनँ म मेरो भनेको चाहिँ म भोलि प्रोजेक्ट म्यानेजर बन्नु छ भन्नु भने मलाई प्रोजेक्ट म्यानेजरको पाथ भनेको त बिजनेस एनालिसिस हो बिजनेस एनालिसिसबाट सुरु गर्नु पर्यो बिजनेस एनालिटिक्सबाट हुँदै हुँदै अनि त्यसपछि म प्रोग्रामिङका चाहिँ त्यसका सर्टिफिकेसनहरू छन् त्यसकै कोर्सहरू छन् त्यसकै लाइनमा जानु पर्यो भनेर अनि त्यसका चाहिँ डिजिटल टुल्सहरू पनि छन् कसरी माइन्ड म्यापिङ कसरी गर्ने माइन्ड म्यापिङ टुलहरू होलान् होइन युएमएल डायग्रामहरू होलान् त्यतातिर लाग्नु पर्ला होइन म भोलि प्रोग्रामर बन्छु अथवा त्योभन्दा नि अर्को छ अर्को यो सिस्टम इन्जिनियर होइन अथवा चाहिँ डिप्लोयमेन्ट इन्जिनियर अथवा म चाहिँ अब होइन ल म फास्टमा प्रोग्रामरै बन्छु हार्डकोर प्रोग्रामर बन्छु भने अब प्रोग्रामिङका पनि
विभिन्न छन्। गेमर बन्ने गेम प्रोग्रामिङतिर लाग्ने हो कि होइन म चाहिँ मसिन लर्निङ रिलेटेड यता जाने हो कि अथवा कहाँ जाने फ्रन्ट इन्ड भने कि ब्याक इन्ड भने कि त्यहाँ छ नि त। भनेपछि त्यो अनुसार पहिला आफ्नो बाटो तय गर्नु पर्यो। तर यी सबैमा एउटा चिज नब्बे नहुने एकदम आवश्यक एउटा चिज भने चाहिँ मैले अघि भने एनालिटिकल स्किल, त्यो चाहिँ जसरी पनि चाहियो, एनालाइसिस पावर चाहिँ चाहियो जेमा पनि, द्याट इज द फन्डामेन्टल थिङ। अनि त्यसपछि पर्टिकुलर टुलका कुरा गर्ने हो र म प्रोग्रामिङकै कुरा अघि तपाईँले भने जस्तो प्रोग्रामिङ ल्याङ्ग्वेजकै कुरा गर्ने हो भने चाहिँ आजको दिनलाई बसेर यो चेन्ज भइरहन्छ है फेरि। आजको दिनलाई बसेर हेर्दाखेरि चाहिँ मैले 3वटा प्रोग्रामिङ ल्याङ्ग्वेजको नाम लिन्छु। अब नामै भन्नुपर्दा चाहिँ 2वटा मैले अलिकति इन्टरप्राइज लेभलका प्रोग्रामिङ ल्याङ्ग्वेज जुन चाहिँ लङ सस्टेन भएर बसेका छन्, एउटा भनेको .NET टेक्नोलोजीका, एउटा जावा टेक्नोलोजी, यी 2टा भनेको चाहिँ अलिकति इन्टरप्राइज लेभलका प्रोग्रामिङ ल्याङ्ग्वेज मानिन्छन्, जसमा चाहिँ एकदम फन्डामेन्टल बिग कोर इन्जिनहरू बन्दै आएका छन्। यो अझै कन्टिन्यू हुन्छ भन्ने मलाई लाग्छ। अनि तेस्रो अहिलेको ट्रेन्डिङ र मेबी अझै केही वर्ष यसले चाहिँ आफ्नो प्रभुत्व राख्ला भने जस्तो खालको चाहिँ अर्को चाहिँ पाइथन हो। यति चिजहरूलाई चाहिँ हामीले यी 3टा मध्ये कुनै एउटा प्रोग्रामिङ ल्याङ्ग्वेजमा राम्रो भएपछि फेरि स्विचिङ इज नट द्याट डिफिकल्ट, एकबाट अर्कोमा चाहिँ जान सकिन्छ, त्यो धेरै गाह्रो हुन्छ। अनि यो नेक्स्ट जेएसहरू चाहिँ यिनीहरू चाहिँ के रहेछ, पछिको कस्तो हुन्छ स्कोप यसमा जाँदाखेरि? होइन त्यो केही फरक पर्दैन, मैले भनिहालेँ। त्यहाँ अब जस्तो अहिले अब जस्तो हामीले काम गर्दै गयौँ भने रस टेक्नोलोजीहरूमा काम भइरहेको देखिन्छ होइन। अब धेरै टेक्नोलोजीहरू छन् जसमा चाहिँ म भोलि बिहान अरू टेक्नोलोजी आउँदा काम गर्दै जान्छु भनेर जान सक्नेहरू छन्, केही छैन। तर फन्डामेन्टल्ली कुनै पनि एउटा चाहिँ प्रोग्रामिङ ल्याङ्ग्वेजको कन्स्ट्रक्टमा आफू क्लियर भइयो भने त्यसपछि त मार्केट जसरी जान्छ त्यसरी अगाडि बढ्ने हो। मैले त GW बेसिक सिकेको हो मेरो स्कुल एजमा होइन। मैले ASP VB मेरो अन्डरग्रेड गर्दाखेरि VB ASP.NET यसो आएको थियो, ती काम गरिएको। अब अहिले हामी यो वर्ल्डमा पनि त बाँचिरहेछौँ नि त। भनेको मतलब किन एडेप्टिभ हुँदै गयो भने त मैले मेरो चाहिँ स्कुल एजमा के सिकेँ, कलेज एजमा के सिकेँ भन्ने कुराले त्यति धेरै म्याटर गर्दैन। बट टेक्निकल पिपुल हेभ टु हेभ अ कन्टिन्युस लर्निङ, त्यो चाहिँ हो। एडेप्टिभ हुँदै लर्निङ चाहिँ गर्दै जानु। अनि हजुरलाई चाहिँ कतिवटा प्रोग्रामिङ ल्याङ्ग्वेजहरू आउँछ, कुन? मैले त अब आउँदैन भन्छु, म त अब धेरै कम आउँछ। अब चाहिँ के भने यस्तो हुँदो रहेछ, के भन्छ नि, अब बिस्तारै हामी चाहिँ आर्किटेक्ट लेभलमा काम गर्छौँ क्या। अब भनेको फन्डामेन्टल त्यसको आर्किटेक्टिङमा काम गर्छौँ, सिस्टमको आर्किटेक्चर डेभलप गर्ने काम गर्छौँ, ओभरअल सिस्टमलाई मोल्डिङ गर्ने काम गर्छौँ। अब मलाई अहिले मलाई चाहिने भनेको म नर्मल्ली पाइथन र R स्क्रिप्टिङ R प्रयोग गर्छु। अनि अलिकति यतापट्टि मेरो रिसर्च रिलेटेड कामहरू गर्नलाई पाइथनमा काम गर्छु। अघि मैले एउटा क्वेसन सोध्नै बिर्सेछु हजुरलाई होइन। हजुर यत्तिकै पनि आफै बिजी हुनुहुन्छ होइन, सो हजुरले आफ्नो वर्क लाइफ र आफ्नो पर्सनल लाइफलाई चाहिँ कसरी ब्यालेन्स वेमा लगिरहनु भएको छ? हामीलाई पनि केही गाइड गरिदिनुहोस् हुन्छ कि भनेर। कहाँ ब्यालेन्स गएको छ र बर्बाद छ होइन। इट्स नट द्याट इजी, एकदम त्यो कस्तो गाह्रो छ होइन। यो पर्सनल लाइफ के भने हरेक ब्यालेन्स छैन होइन। यस्तो हुँदैछ, कस्तो हुन्छ भने पर्सनल लाइफ भन्नाले के हो भने जहिले पनि केही न केही ट्रेड अफ हुन्छ क्या। जस्तो मैले घरमा कति समय दिने, मेरो फ्यामिलीलाई कति समय दिने, मैले मेरो साथीभाइलाई कति समय दिने भन्ने कुरा चाहिँ अब प्रायोरिटीमा भर पर्दै जान्छ होइन। ब्यालेन्स केलाई भन्ने कुरा पनि नेगोसिएसन अथवा अन्डरस्ट्यान्डिङमा भर पर्ने कुरा हो नि त। भनेपछि अब मैले के मेरो भनेको म धेरै जस्तो राति काम गर्छु, मलाई त्यो मनपर्छ। मलाई निन्द्रा अलिक कम भयो हुन्छ मैले खै आफूलाई त्यसरी ट्रेन गरेको छु, मलाई निन्द्रा धेरै चाहिँदैन। अनि मैले राति काम गर्दा कसैलाई नराम्रो पनि भएन भनेको मैले टाइम दिनुपर्नेलाई मैले दिन्छु भने मेरो घरमा, मेरो फ्यामिलीमा, मेरो साथीभाइलाई दिने टाइम नर्मली बिदाहरू लिन्छु, भोलिन्टियर बिदा लिन्छु। वर्षको एकचोटि भए पनि ट्रेकिङहरू यसो अथवा हाइकिङ कतै जाने टाइम निकाल्छु। यसै गरी मिलाउने। तर एकदम पर्फेक्ट ब्यालेन्स म 8 गर्छु, 8 घन्टा प्रोफेसनल, 8 घन्टा चाहिँ फ्यामिली, 8 घन्टा चाहिँ यो अन्य रेस्टिङ भन्ने खालको यस्तो 8 वाला चाहिँ छैन। त्यो चाहिँ त्यस्तो ब्यालेन्स चाहिँ छैन। सर हामी अब कार्यक्रमको अन्त्यमा पनि आइपुगेका छौँ। सो त्योभन्दा अगाडि चाहिँ हजुरलाई म ऱ्यापिड फायर क्वेसन सोध्छु। हजुर चाहिँ फर्स्टमा दिमागमा जे आउँछ त्यही भनिदिनु होला है। सो वाट्स योर फेभरेट प्रोग्रामिङ ल्याङ्ग्वेज? पाइथन। वाइ? इट्स भेरी स्ट्रङ, फ्युचरिस्टिक। अनि बेसिकली म अब AI डेटा साइन्समा काम गर्ने कारणले यो एकदम त्यसको लागि मोर चाहिँ सुइटेबल पनि छ। ओके, सो वान एप यु कान्ट लिभ विदाउट? गुगल सुइट। किन होला त्यस्तो?
खोइ अब यो इजी ह्यान्डी छ क्या वास्तवमा ह्यान्डी छ सबै धेरै कुराहरू सिक्नै छ त्यो सुटमा सबै कुराहरू पाइन्छ त्यो भएर पनि होला क्रस प्लेटफर्म कम्प्याटेबल पनि छ हजुरले यदि होइन टाइम ट्राभल गरेर पास्टमा जानुपर्ने हजुरलाई त्यो आएको थियो भने चाहिँ हजुर चाहिँ फर्स्ट थिङमा चाहिँ के वाट वुड बी द फर्स्ट थिङ यु वुड डु थाहा छैन त्यो टाइम ट्राभलले मात्रै त्यसलाई काम गर्छ गर्दैन बट आई वुड लभ टु एड ह्युमेनिटी इन द पिपल विच इज भेरी स्केयर दिस डेज हजुर So if you weren't working in education or research, what do you think you would be doing instead? Either politics or acting. हजुर acting पनि ए राम्रै I have gone some one act plays in theater. हजुर मलाई मन पर्छ हजुर So last question. So what advice would you give to young people in Nepal who are interested in tech industries? मलाई मैले अघि पनि भनिसकेको छु प्लिज get the skills when you are early young enough स्किल डेभलपमेन्टमा चाहिँ काम गरौँ धेरै हतार नगरौँ अनि डोन्ट बी मनी माइन्डेड अहिलेको मान्छेहरू एकदमै फास्ट पैसा चाहिएको छ पैसै चाहिएको छ तुरुन्तै चाहिएको छ एकदमै चाँडो धनी हुनु परेको छ इट्स नट नेसेसरी द वेल्थ डजन्ट गिभ यु ह्याप्पिनेस इट डजन्ट मेक यु लाइक प्रोफेसनली स्ट्रेन्थ सो के गर्ने भने गो स्लो स्टडी हार्ड but do parallel things and until you are at the age of 22-24 त्यो बेलासम्म चाहिँ एकदमै धेरै आफ्नोलाई इन्भेस्ट गर्नु आफ्नो सेल्फ डेभलपमेन्टमा इन्भेस्ट गर्नु भन्छु म चाहिँ हजुर सर अब हामी हाम्रो कार्यक्रमको अन्त्यमा पनि आइपुगिसकेका छौँ हजुरलाई धेरै धेरै धन्यवाद सर हजुरबाट एकदमै धेरै कुराहरू हामीले सिक्ने मौका पायौँ आज सो थ्याङ्क यू सो मच सर थ्याङ्क्स अ लट मलाई पनि यहाँ आएर यो केही बेर स्टुडियोमा बसेर गफ गर्ने चाहिँ मौका दिनुभयो यसको लागि धन्यवाद र मेन कुरा चाहिँ अहिलेको युथहरूलाई केही न केही अलिकति केही उहाँहरूलाई यहाँ बस्नको लागि काम गर्नको लागि अथवा आफ्नो स्किल डेभलपमेन्टको लागि उहाँलाई केही प्रेरणा मिलोस् भन्ने लाग्छ थ्याङ्क्स थ्याङ्क यू सर हुन्छ एन्ड टु आवर लिसनर थ्याङ्क यू फर ट्युनिङ इन If you enjoyed this episode, don't forget to like, share and subscribe. Thank you. यो एमटी फाइबर लिएपछि त एनी टाइम अनलाइनमा तपाईँ पनि 3-in-1 को मजा लिन चाहनुहुन्छ भनेदेखि घरमै बसिकन 198 मा फोन गरे पुग्छ नेपाल टेलिकम राष्ट्रको सञ्चार